ए ल हामी आएको छौँ है आज नर्फक जूमा छौँ ल यही हो जू चाहिँ यस्तो रहेछ भर्जिनिया जुलोजिकल पार्क हजुर ल ल ल ल ल हामी लाइन बस्दैछौँ यहाँ टिकट काट्नलाई त्यसपछि यहाँबाट सट्ट हाम्रो मन्दिर जस्तो रहेछ है यो त के हो हामी आछौँ अब यो नर्फकको जूमा छोरीलाई यसो देखाउनु पऱ्यो भनेर आज सानो बाबुलाई त अब चाहिँ यति सानो चाहिँ के को मतलब भएर छोरीले चाहिँ हेरेर रमाइलो गर्छ कि हामीलाई पनि रमाइलो होला अब कहाँबाट छिर्ने हो फर्स्टमा छिर्न चाहिँ हामी यताबाट छिर्ने कि उताबाट हो मान्छे त उताबाट गइरहेछन् जाऊँ यतैबाट जाऊँ त हामी के छ र ल यतैबाट जाऊँ यहाँनिर हाम्रो यस्तो रहेछ मन्दिर जस्तो खालको रहेछ के हो हेरौँ सिसावाला रहेछ ल यो सिसाबाट देखिन्छ कि यो चाहिँ हाम्रो टाइगरको रहेछ ठाउँ यहाँ चाहिँ यस्तो खालको सिसाबाट हेर्ने रहेछ हेरौँ अब बाघ चाहिँ देखिँदैन उता रहेछ बाघ हो कि के हो भालु पो रहेछ यहाँ ओराङ्गुटान हो ओराङ्गुटान ए पो सुकेनास लाए जस्तो छ है यसलाई त यसले खाइरहेको घाँस खाइरहेको भोक लाग्यो होला हेर हाँस रहेछ माथि गुज रहेछ क्या जति पनि देखिन्छ होइन हामीले यो त हाम्रै घर छेउमा पनि हुन्छ जति पनि तर यस्तो सिसा राखेर यसरी गराएर चाहिँ ठिकै रहेछ ल जाउँ लेट्स गो बेबी कमाऊ यहाँ चाहिँ हल्का हल्का नेपालको भाइब जस्तो आयो थोरै यो के हो यो चाइनिजको मूर्ति हो कि हेर्दाखेरि भैरवको मूर्ति जस्तो छ नेपालको अलिअलि नेपाली भाइब थोरै जस्तो आइरहेछ यता सबै नेपालको चाहिँ घरतिर गाउँतिर घुमेर जस्तो खालको आयो अलिअलि यो के बनाउन खोजे चाहिँ थाहा भएन तर चाहिँ पालीको अघि परालको यस्तो बनाएर चाहिँ टहरा जस्तो छोरी नेपालको भाइस पनि आउने रहेछ लेट्स गो टाइगर भ्युइङ केभ ल लेट्स गो कहाँ छ टाइगर चाहिँ सकिँदैन यहाँ रहेछ टाइगर सुतिरहेको छ देख्न पाए ठिकै हुन्छ सुतिरहेको छ तपाईँ डिस्टर्ब नगरौँ होला यो पनि सुत्नु रहेछ है ऊ ल ढल्के यो पनि खै नेपालको जस्तो खालको चाहिँ बाहिरमा तोरण सोरण राखेर गइरहेछ ल चाहिँ हाम्रो नर्फकको जुम है यस्तो खालको बेर यहाँ पनि नेपालको मन्दिर जस्तो छ है एउटा न्याउरी मुसा जस्तो छ है नेपालको मन्दिर जस्तो छ है बालीको जस्तो बनाएर चाहिँ यो इन्डोनेसिया बालीको जस्तो टाइगर देखियो रोकियो राख्यो फ्राइज र टेन्डरहरूलाई जिराफ पनि देखियो है त यस्तो ठुलो छ जिराफ छ है आमामा $200 रहेछ ल
टाइम लाग्छ नि त Donata. Let's go. के हेर्न मन लाग्छ तिमीलाई म त्यही देखाइदिन्छु हिँड ल के हेर्ने हो लायन let's go के लाएँ लायो जुमा राति के गर्ने हो कुन्नी त्यही सुतेको सुते होइन सबै सुतिरहेको छ यार के लाएँ लायो सुतिरहेको थियो दुईवटा लायन फिल्यो हामी अब हेरेर फर्किन लाग्यौँ जू यही हो आजको यात्रा ठिकै ठिकै भयो खासै राम्रो चाहिँ देखेन एउटा टाइगर दुईवटा फिमेल लायन रहेछन् दुईवटा जिराफ रहेछन् खासै टाइगर लायन राम्रो देख्न पाइएन आजलाई यति नै भयो आजको लागि ए अब हामी आज जू हेरेर फर्किन लाग्यौँ है बेबी अब घर जाने हिँड्नु र ल अब आज अब घर फर्किने ल बाई बाई आजलाई यति नै ए बाई 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 गर्दै बाई बाई